यहाँहरू सबैलाई नमस्कार। म दुर्गा इमाइला। आज मैले एउटा कविता लिएर आएको छु। कविताको शीर्षक रहेको छ मुस्कानको खोजीमा निस्किएको शवयात्रा। कविता कस्तो लाग्छ अन्तिम सुमन हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। ईश्वरको खल्तीमा चुना लगाएर भर्खरै आणविक भट्टीमा पसेको छ आधुनिक मिसाइलको एक हुद्दा। अब विश्वको मानचित्रमा कालो इतिहास कोरिने दिन आएको छ। दुसचुस्तै गरेको बालकको नजरभरि नाचिरहेका छन् वर्तमान अनिश्चित भविष्यको अठोट बोकेर। युद्धभूमिको लडाकु बनेर पुगेका छन् उसका बाबु युक्रेन। यस्तो लाग्छ अब ऊ हार्नेछ आफ्नै भाग्यकै युद्धभूमिमा। यस्तो लाग्छ अब ऊ हार्नेछ आफ्नै भाग्यकै युद्धभूमिमा। धरती अशान्त बनेको छ। मानव कयौं लुसिफरहरू पृथ्वीमा खसालिएका छन् र प्रत्येक मानव मस्तिष्कमा हमला गर्दैछन्। अब विद्रोहको हरियो क्रान्ति सुरु हुनेछ। प्रत्येक बस्तीमा एउटा चित्कार सुनिनेछ। आमाको मुस्कान खोसिनेछ, बाबुको सपना रित्तिनेछ। छोराछोरीको भविष्यमा एउटा पूर्ण विराम लाग्नेछ। माथि आकाशमा देखिनेछन् ठुल्ठुला खरानीका मुस्लोहरू। धरतीका हरेक शहरमा बल्नेछन् विद्रोहका आगोहरू। कतै धर्मको नाममा जुझ्नेछन्, कतै जातको नाममा जुझ्नेछन्। आखिर मानिस आफ्नै क्रोधमा जलेर खरानी बन्नेछन्। होइन यो अहमता के को लागि? क्रोधको निरङ्कुशता के का लागि? तपाईले बनाएको हतियार के का लागि? तपाईले गरेको युद्ध के का लागि? एकपटक ठन्डा दिमागले सोच्नुहोस् र आफै गम्भीर छलफल गर्नुहोस्। विश्वलाई तपाईले के दिँदै हुनुहुन्छ? एकछिन विचार गर्नुहोस्। यो विश्व ईश्वरले रचना गरेको घर हो। तपाईको विज्ञानले बनाएको कारखाना होइन। यहाँ शक्तिशाली हतियार प्रदर्शन नगर्नुहोस्। आफैले आफैलाई ईश्वर नबनाउनुहोस्, किनकि तपाईको सिर्जनाले विश्व जलेको छ। आज कमजोर राष्ट्रहरू तपाईकै कठपुतली बनेका छन्। विजयको अभिलाषामा चुनौतीका मिसाइलहरू भर्दै मुस्कानको खोजीमा निस्किएको शवयात्रा। विजयको अभिलाषामा चुनौतीका मिसालहरू भर्दै मुस्कानको खोजीमा निस्किएको शवयात्रा। अब कति समय नरसंहार गरिरहन्छ। बस अब रोक्नुहोस् युद्ध। सिध्याउनुहोस् हतियार। भर्खरै जन्मिएको बच्चालाई पुग्न दिनुहोस् विद्यालय। उसले पनि पढ्न पाउनुपर्छ रुस र युक्रेनको युद्धभूमिको कथा। हस्त धन्यवाद।